सबैले त अचार हालिसकेर खाइसक्नु भयो होला। सो गाइस म फेरि यता भर्खर अचार हाल्नलाई नै स्टार्ट गर्दैछु र मैले अचारमा के हालेँ र तपाईँहरू चाहिँ मेरो भिडियो अन्त्यसम्म हेर्नु होला र तपाईँले चाहिँ के हाल्नुहुन्छ भन्नु होला है। मैले चाहिँ फेरि यता हल्दी निमक अनि यता तेल यता रेड चिल्ली अनि फेरि यता मसला पनि हालेँ र गाइस अब यो अचारमा चाहिँ मिठाई हाल्दा पनि एकदम राम्रो हुन्छ र मैले चाहिँ यो पालि चाहिँ मिठाई हालिनँ। अर्को पालिको बनाएको थिएँ मैले मिठाई हालेर बनाएको थिएँ र गाइस मैले यसरी अब बनाइसकेर यसरी चलाइसकेँ। अब चलाउनु चाहिँ पर्छ 1 मिनटसम्म किनभने सबैतिर लाग्छ नि त। अनि अब यो अचार चाहिँ हालेँ मैले बयममा। अब हेरौँ न कति बयम चाहिँ हुन्छ है, तपाईँहरूको चाहिँ अनुमान गर्नु त कति बयम हुन्छ गाइस। मैले चाहिँ अनुमान गरेको छुइनँ। अब हाल्न राख्न चाहिँ मैले 3टा बयम राखेको छु कति हुन्छ भनेर र फेरि यसरी हालिसकेर वरिपरि राम्रोसँगले हल्कासँगले थिच्नुपर्छ नि त। थिचेर यसरी अचार चाहिँ एकदम राम्रो हुन्छ र तपाईँलाई चाहिँ अब कस्तो लाग्छ बगडीको अचार। मलाई चाहिँ अब ठिकै लाग्छ। मैले चाहिँ फेरि अब यसमा एउटा चाहिँ मिस गरेँ। अब के भन्दाखेरि मैले चाहिँ यसमा हालिनँ मिठाई हाल्दा पनि एकदम राम्रो हुन्छ भनेर सुनेको थिएँ। अब किनभने हाम्रो घरमा मिठाई हालेको खानुहुन्न नि त, त्यही भएर मैले चाहिँ हालेँ र अगाडिको पालि मैले हालेको थिएँ गाइस त्यतिकै अगाडिको पनि त्यतिकै छ अचार नखाएर नि त मिठाई हालेको अब त्यतिकै छ। ल त फेरि अर्को भिडियोमा भेट्छु गाइस। कस्तो के लाग्यो एकदम भन्नु।